के तपाईलाई कहिलेकाहीँ यस्तो लाग्छ, मेरो साथी सफल भइसक्यो, मेरो उमेरका मानिसहरू धेरै अघि बढिसके, सायद म मात्र धेरै ढिलो भएँ। यदि तपाईलाई यस्तो लाग्छ भने आजको यो सन्देश अन्तिमसम्म सुन्नुहोस्। कसैले 25 वर्षमै विवाह गरेर 10 वर्षपछि सन्तान जन्माए, कसैले 35 वर्षमा विवाह गरेर 1 वर्षमै सन्तान जन्माए, कसैले 23 वर्षमै पढाइ पुरा गरे तर आफ्नो सपना पुरा गर्न 10 वर्षभन्दा बढी समय लगायो, कसैले ढिला पढाइ पुरा गर्यो तर केही समयमा आफ्नो लक्ष्य भेटाइ पनि हाल्यो। जीवन कुनै दौड होइन जहाँ सबैले एकै समयमा गन्तव्यमा पुग्नुपर्छ। हरेकको यात्रा फरक हुन्छ, हरेकको समय फरक हुन्छ, हरेकको घडी फरक हुन्छ। आफ्नो असफलतालाई अरूको सफलतासँग कहिले पनि मापन नगर्नुहोस्। सायद तपाईँ वर्षौंदेखि सङ्घर्ष गरिरहनु भएको छ, सायद तपाईँले गरेको मेहनतको फल अझै देखेको छैन र कहिलेकाहीँ अरूलाई अगाडि बढेको देख्दा आफ्नो यात्राप्रति शङ्का लाग्नु स्वाभाविक पनि हो। तर याद राख्नुहोस्, बरिलै नफुटेको काठ अन्तिम चोटमा चिरिन सक्छ। मानिसहरू त्यो अन्तिम चोट मात्र देख्छन्, त्यस अघिका सयौं चोटहरू देख्न सक्दैनन्। तपाईँ पनि अहिले सफलताबाट टाढा हुनुहुन्छ। सायद तपाईँको अर्को प्रयास, अर्को पाइला, अर्को दिन त्यही अन्तिम चोट हुन सक्छ जसले तपाईँको लागि बन्द रहेको ढोका खुल्ला गरिदिन सक्छ। त्यसैले अरूसँग तुलना गर्न छोडिदिनुहोस्, आफ्नो गतिमा हिँड्नुहोस्, आफ्नो यात्रामा विश्वास गर्नुहोस्, आफ्नो काममा ध्यान दिनुहोस्। समयले सबैलाई परिणाम दिन्छ तर केही समयमा मात्र दिन्छ। याद राख्नुहोस्, तपाईँ ढिलो हुनुभएको छैन, केवल सही समयतर्फ अगाडि बढिरहनु भएको छ। यदि यो सन्देश तपाईँको मन छोयो भने तपाईँ जस्तै अन्य साथी सामु पनि पुर्याउनका लागि सेयर गर्न नबिर्सनुहोस्। हस्त, धन्यवाद, नमस्कार।